आज छोरीलाई दराजबाट सामान डेलिभर भएको छ उसको ब्याग न्यू सेसनको लागि अब प्याकेजिङ अन गर्न गइरहेको छिन् लेट्स सी हाउ मच द दराज मेक अस ह्याप्पी मेरो बेबीलाई कतिको दराजले ह्याप्पी बनाउँछ एकदम दामी थियो फोटोमा चाहिँ अब रियालिटी कस्तो छ खोलेर देखाउँदैछिन् ल साथीहरू बिस्तारै हेर्नु होला अब उनले प्याकेजिङलाई कसरी अनबक्सिङ गर्दैछिन् हुन्छ त्यो काम त लाग्छ नि त्यो लाग्न त बिस्तारै खोल्दा त्यहाँ छन त छ लु बस्छ त्यो छैन छैन ल एकदम अब न्यू सेसन अफ क्लासमा जाने लेट्स सी हाउ सी बिकेम द ह्याप्पी लेट्स सी द फिचर्स अफ दिस ब्याग अब तपाईँको यहाँ छोड न यहाँ च्यान छ फर्स्ट च्यान त्यस पछाडि तपाईँको यहाँ पनि च्यान रहेछ खोला त बाबु यो यहाँ पनि छ च्यान आई थिङ्क यसमा बोतल राख्ने पनि ठाउँ भयो जस्तो लाग्थ्यो मेरो यसको क्यारेक्टराइजको हेर्दा बोतल राख्ने पनि ठाउँ छ अनि तपाईँको हेर्नुहोस् त तपाईँको लगभग आई थिङ्क 5 क्लास 6 क्लाससम्मलाई चाहिँ सफिसियन्ट हुन्छ तर तपाईँको यो पिक्चरले गर्दा अलिक सानो जस्तो देखाउँछ यो पिक्चरले गर्दा अलिक सानो जस्तो देखाउँछ तर पनि ब्याग चाहिँ ठुलो छ अनि तपाईँ साइड पकेट पनि छ यतापट्टि चेन होला यतापट्टि जाली होला अनि ब्यागमा सपोर्टिङ के लागेको थियो भने अनि तपाईँको सपोर्टिङ छ क्या यहाँनिर यो कारणले गर्दा आर यु ह्याप्पी साँच्चीकै थ्याङ्क यू